चाहिँ सुकुम्बासी बस्ती हो, जहाँ चाहिँ बालेन सरकारले पहिलो चरणमा कोटेश्वर, खापथली, मनोहराको भत्काइसकेको छ भने दोस्रो चरणमा चाहिँ सरकारले आजदेखि यो भत्काउन थालेको छ। हेर्न सक्नुहुनेछ, हेर्नुहोस् त यहाँको दृश्यहरू। सरकारको यो दोस्रो चरण अन्तर्गत चाहिँ यो भत्काउने कार्य भइरहेको छ। अब सरकारले अब बर्खामा आउने बाढी पहिरोलाई केन्द्रित गरेर चाहिँ यो बस्तीहरू हटाएको भनेर जानकारी पनि दिँदै आइरहेको छ। सरकारले चाहिँ अब यस्तो सुकुम्बासी जुन सुकुम्बासीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ सरकारको सम्पर्कमा आएर यो रङ्गशालामा चाहिँ सम्पर्क केन्द्र पनि स्थापना गरिएको छ। त्यहाँबाट चाहिँ वास्तविक सुकुम्बासीहरूलाई चाहिँ व्यवस्थित गरिएको छ भनेर पनि जानकारी गराइरहेको छ। तपाईँहरू पनि यदि यस्तै सुकुम्बासीमा हुनुहुन्छ भने रङ्गशालामा गएर आफ्नो नाम दर्ता गराउनुहोस् र आफ्नो व्यवस्थाको लागि आफैले पनि पहल गर्नुहोस्।